म रत्नभक्त प्रजापति म जात्रामा पानी खुवाउँछु सायद तिमीलाई भो आपत्ति सबले गर्थे मान सम्मान आज भोग्नु पर्यो यो ज्यादती जिन्दगीको यात्रामा गए होला खै जात्रा कति जिन्दगीको यात्रामा गए होला खै जात्रा कति कहिले पनि यादै छैन गरेको यस्तो व्यवहार अति कहिले पनि यादै छैन गरेको यस्तो व्यवहार अति त्यो हजारौंको भिडमा थरी थरीका मान्छे कति त्यो हजारौंको भिडमा थरी थरीका मान्छे कति तर सायद लाग्यो क्या र म एकजनाको भिड अति सायद लाग्यो क्या र म एकजनाको भिड अति हे भगवान क्षमा गर भुल भए मै हो सबलाई पानी खुवाउने हे भगवान क्षमा गर भुल भए मै हो सबलाई पानी खुवाउने मेरो नै बिग्रेको छ मती मेरो नै बिग्रेको छ मती म रत्नभक्त प्रजापति हे भगवान सोध्छु आजकल यो जात्रा कसको हे भगवान सोध्छु आजकल यो जात्रा कसको अनि देख्छु चलमल्ल परेका ती लुगाहरू कोही ठुला बडा रे कोही फलाना तिस्काना रे त कोही मेरो यो रे मेरो त्यो रे पहिला पहिला त यस्ता लुगामा साँची राख्नका लागि कैद गर्न आउनेहरू मात्र देखिन्थे आजकल फेसन भएछ क्या र अनि फेरि भगवान हजुरलाई हेर्छु निशब्द अनि फेरि जात्राको माहौल हेर्छु आहा ती साना साना बाबु नानीहरू बाजा बजाउँदै छमछम त्यही तालमा नाच्दै आदरणीय बाबु आमाहरू भगवानको आस्था लिएर दर्शन गर्न आउँदै मन प्रसन्न तर फेरि पनि खिन्न खै त पहिला जस्तै लौरो टेकेर पनि हेर्न आउनेको जमात